रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ 2 दिने भारत भ्रमणका लागि दिल्ली आइपुगेका छन्। उनीसँगै 7 जना मन्त्रीको ठूलो प्रतिनिधि मण्डल पनि भारत आइपुगेको छ। भारतीय सञ्चार माध्यमका अनुसार मोदी र पुटिन बीच आज 2 महत्त्वपूर्ण भेटघाट हुने कार्यक्रम छ। दुई नेता बीचको द्विपक्षीय भेटघाटका क्रममा भारत र रुस बीच 25 भन्दा बढी सम्झौतामा हस्ताक्षर हुनेछ। पुटिनलाई आज स्थानीय समयअनुसार बिहान राष्ट्रपति भवनमा राजकीय स्वागत गरिनेछ। त्यसपछि उनी महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट जानेछन्। 23औं भारत रुस वार्षिक शिखर सम्मेलन बिहान 11 बजे हैदराबाद हाउसमा आयोजना हुनेछ। मोदी र पुटिनले शुक्रबार साँझ एक व्यापारिक मञ्चलाई पनि सम्बोधन गर्नेछन्। त्यसै साँझ राष्ट्रपति द्रौपदी मुर्मुले पुटिनको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछिन्। बिहीबार साँझ प्रधानमन्त्री मोदीले व्यक्तिगत रूपमा विमानस्थलमा पुटिनलाई स्वागत गरे। रातो कार्पेटमा दुई नेताले एक अर्कालाई अँगालो हाले। मोदी र पुटिन विमानस्थलबाट प्रधानमन्त्री निवाससम्म एउटै कारमा यात्रा गरेका थिए, जसको तस्बिर समेत मोदीले सार्वजनिक गरेका छन्। पुटिन 2 दिने भारत भ्रमणमा आएसँगै विश्वले विशेष चासोका साथ यो भ्रमणलाई हेरेको छ। अमेरिकाले ट्यारिफ लगाएर भारतमाथि रुसी इन्धन खरिद नगर्ने दबाव बढाइरहेको अवस्थामा मोदीले पुटिनलाई स्वागत गरेका छन्। रुस र भारतबीच आपसी थप समझदारी सहित रक्षा सम्बन्धलाई गहिरो बनाउने उद्देश्य रहेको बताइएको छ। नयाँ दिल्लीले मस्कोबाट तेल खरिद गर्न रोक्नका लागि अमेरिकाको कडा दबावको सामना गरिरहेको छ। युक्रेन युद्धपछि भारतको पहिलो भ्रमणमा रहेका पुटिनसँगै उनका रक्षा मन्त्री एन्ड्रे बेलुसोभ पनि रहेका छन् र लडाकु विमान तथा हवाई रक्षा प्रणाली सम्बन्धी सम्भावित सम्झौताहरूमा छलफल हुने अपेक्षा गरिएको छ। इन्डिया टुडेसँगको एक संक्षिप्त अन्तर्वार्तामा पुटिनले भने, म मेरो मित्र मोदीलाई भेट्न पाउँदा धेरै खुसी छु। भारतसँग हाम्रो सहयोगको दायरा विशाल छ, उनले रुसी भाषामा भनेका थिए। सहयोगको दायरामा जहाज र विमान निर्माण, आणविक ऊर्जा र अन्तरिक्ष अन्वेषण लगायतका क्षेत्रलाई समेटिएको इन्डिया टुडेले भारतीय तथा रुसी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ। भारतीय प्रधानमन्त्रीले पनि आफ्ना मित्र तथा रुसी राष्ट्रपति पुटिनलाई भारतमा स्वागत गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताएका छन्। साँझ र आज हुने हाम्रो कुराकानीको प्रतीक्षामा छु, मोदीले एक्समा एक पोस्टमा लेखेका छन्। उनले हिजो साँझ पुटिनलाई निजी रात्रि भोजमा स्वागत गरेका थिए भने आज दुई नेताबीच दुवै देशका प्रतिनिधि सहित शिखर बैठक हुनेछ। भारत रुसको मित्रता समयको परीक्षामा खरो उत्रिएको मित्रता हो, जसले हाम्रा जनतालाई धेरै फाइदा पुर्याएको छ। मोदीले कारभित्र खिचिएको उनीहरूको तस्बिर पोस्ट गर्दै एक्समा लेखेका छन्। भारतले रणनीतिक रुसी तेल आयातमा निर्भर रहँदै जारी भन्सार शुल्क वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तेजित नगर्ने प्रयास गरिरहेको बेला व्यापारिक सम्बन्ध प्रमुख रूपमा अगाडि आउने अपेक्षा गरिएको छ। पुटिनको भ्रमणको पूर्व सन्ध्यामा मात्रै अमेरिकाले भारत समक्ष नयाँ रक्षा सम्झौताको प्रस्ताव गरेको